लगाई आज चाहिँ हामी दाइ कहाँ जान आँट्यो अरे आज चाहिँ हामी उहाँ साइकलमा दाइ उहाँ हाङगाङ नदीको छेउमा जान आँटेको होइन यसो रमाइलो गरेर जान आँटे हिजो यहाँ 3-4 जना दाइहरूले साइकल किनेको थिएँ ल थाइल्यान्डको दाइ पनि छ है थाइल्यान्डको दाइ पदम दाइ ईश्वर दाइ नेपाली दाइ बोल्छ नि फेरि थाइल्यान्डको दाइ है धन्यवाद भाइ ल दाइ 1-2 शब्द जाओस् दाइ मेरो भ्लगमा दाइ के भनौँ त दाइ जाओस् न दाइ नेपाली छ नेपालीहरूको बिचमा बसेर मलाई पनि नेपाली भाषा सिक्ने मौका पायो त्यही कुरामै खुसी छु नेपालको बारेमा दाइ 2 शब्द नेपालको बारेमा त के अब म त्यहाँ जन्मेको बाबु त्यहाँको बारेमा थाहा हुनु त्यहाँ नेपाल एकचोटि घुम्ने रहन्छ ल हाम्रो थाइल्यान्डका किङ दाइ उहाँ चाहिँ फेरि नाममै दम छ नि फेरि किङ मोहन अब रेडी भइसक्यो दाइ 1 जना 2 जना 3 जना किङ दाइ 5 जना 6 7 8 9 10 जना हामीलाई दाइहरू अगाडि हिँड्छ सपिङ हान्दैन चाहिँ जुत्ता गोटीवाला किन्ने हो क्या दाइ यो पनि दामी हो दाइ राखेर लान जुत्ता मार्केट गाडी रहेछ यहाँ लुगा सुगा ब्याग स्याग ओछनमा सबै ओछनमा है यो यहाँ हाम्रो कम्पनीको चाहिँ फेरि चिप मार्केट यहाँ बच्चा गार्डन रहेछ त यहाँ मेरो छोरीलाई ठिक्क भन्दै चाहिँ के भन्दै छोरी खाइँदै बुढीहरू है आज दिनसम्म धोका दियो हाङगाङ नदी नाने भनेर यहाँ अब फुड किनेर फुटबल खेल्न जाने अरे ल अब के भन्दा यस्तै होला यार यत्रो महँगो साइकल किनाइदियो तिमीस् त यार किन डिसिजन चेन्ज त यार कहाँ यार फुटबल ठाउँ लिएर यार म फेरि रेडी पाराले हिरो पाराले आएँ जुत्ता लगाएर यस्तै हो जिन्दगी हाम्रो कम्पनीको हाम्रो साइकल है 12 जना नेपाल छौँ हामी एउटै कम्पनीमा यो चाहिँ हाम्रो सबको साइकल यो चाहिँ मेरो साइकल यो चाहिँ एउटा अङ्किताले एउटा सन्चुलाले चाहिँ किन्नु नयाँ साइकल छ है फाइनल्ली हामी चाहिँ स्कुल आइपुग्यौँ होइन बल खेल्नको लागि सायद कोरियन म्यानमारीहरूसँग कोसँग म्याच पर्छ यही है स्कुल चाहिँ हाम्रो फुटबल खेल्ने ग्राउन्ड यो बास्केटबल ग्राउन्ड यो रनिङ म्याराथन यो स्कुल यसैमा कोरियनहरू खेल्दाखेरि होइन यहाँ थाइल्यान्डको दाइ र आज सुभाष दाइको बिच कति मानुनको पेनल्टी बाजिदियो दाइ कमसेकम दाइ कति गोल हान्छु जस्तो लाग्यो सुभाष दाइलाई ओए दाइ के भन्यो दाइ किङ दाइले दाइ सुभाष दाइको त भिडियोमा आउन मिल्दैन अब यता ल सुभाष दाइ के छ तपाईँको विचार दाइ सक्नुहुन्छ त पेनल्टी रोक्न ओए ल दाइ ल यता सुभाष दाइ यता किङ दाइ ल दुईजना बिचमा घमासन बुट लाउन आँटेको मेरो बुट होइन आज हाम्रो यहाँ पेनल्टी बाजिन्छ दुईवटा दामी र हामीहरू बिच बेर्सी पेनल्टी चाहिँ कसले जित्छ प्र्याक्टिस चलिरहेको छ दाइहरूको यहाँनिर
गोल छिरो त्यही हो पदमले ठाउँमा नै होइन हामी त ल आज चाहिँ हाम्रो यहाँनिर पेनल्टी टुर्नामेन्ट हुन आँटेको छ होइन म र किङ दाई सुभाष दाई र पदम दाई दिपेश दाई र लामा दाई अनि अङ्कित दाई र दाई ल दाई उहाँ उता जानु दाई 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 ल दाई किङ दाई लेट्स गो एकमा एक ल किङ दाई मेकिङ पाउँदैन योपालि जित्नुपर्छ हामीले सुभाष दाईलाई फाइनलमै दाई पचार्नुपर्छ एकमा एक ओए दुईमा एक किङ दाई ल दुई गोल भइसक्यो होइन ओए ल दुईमा दाई उहाँसम्म दिनु दाई ल मेरो पाला आएको छ है गोल हाम्रो अपोनेन्ट दिल दाई र यहाँ दिपेश दाई हामीले 2 गोल हानेछौँ 6 मा किङ दाई 0 मा हारेर च्यालेन्ज भयो यहाँ ओए एकमा एक किङ दाई एक गोल भइसकेको छ है तपाईँहरूले हरा त दाई यो अङ्कितहरूले 6 गोल हान्थ्यो त अघि त 6 नै हान्यो दाई ओए ल 2 मा एक लामा दाइको रोक्ने दिपेश दाइको त्यतिकै रोकिन्छ है दाइ ओए ल 2 मा एक ल 2 मा एक दिपेश दाइको पालि आइसकेको छ होइन 2 मा एक गोल ओए ल 2 गोल ल 2 दाइ अब ल दाइ दुईटै सेभ दाइ कहाँ दाइ दुईटै सेभ हान्न माग्छ त 2 गोल त भयो भर्खर हाम्रो 2 भयो नि त दाइ ल दाइ लास्ट बल सेभ दाइ गोल्डन सुट हुन्छ दाइ लास्ट बल है लास्ट बल ओए ल गोल्डन सुट है ल कहाँ दाइ ड्र भयो नि गोल्डन गोल अनि 2-2 त भन्दै अनि त गोल्डन बल त हान्नु पर्यो नि त यार अनि को दाइ नजितिकन फाइनलमा कसरी पुग्ने दाइ अनि ड्र भयो गोल्डन बल ओए ल किङ दाइ हेरी बसेर हार्ने दाइ ओए ल दाइ दिपेश आएर मेरो यार दाइ निचो दाइ जितेको छैन दाइ जित्नु पर्यो नि त यार फाइनलमै ल पदम दाइ ल निश्चय हारेर पहिला ल पदम दाइ किपिङ ल हामी चाहिँ फाइनलमा पुग्यौँ है ल सेमी फिनाल गेम भइरहेको छ अहिले यहाँनिर पदम दाइ किपिङ यतापट्टि निश्चय दाइले गोल हान्न जानु भइरहेको छ यहाँबाट जो जित्छ तिनीहरू हामीसँग भेट्छन् है ल है ओए ल एकमा एक हेर्न त भेटा त्यो दाइ अघिको विनिङ टिम है पदम दाइ किपिङ गर्ने टिम अघिको विनिङ टिम ल 0-0 2-0 है 2-0 अघिको विनिङ टिम है यहाँ अघिको विनिङ टिम पदम दाइ किपिङ पबाल हाने रे
ल 2 गोल भएको छ 3 मा 2 ल ल ल ल निचल दाइ अरे ल अङ्कित दाइ अघि त पवार हाने दाइ एक दुई सर्त यार त्यो फिनालेमा यार खत्रै र गए दाइ तर त्यो बेला त ओए ल ल ल 3 4 मा 2 जम्मा बसेर हाम्रै पर्ने भयो क्या दाइ फाइनलमा ओए ल लास्ट सेभ दाइ अङ्कित दाइ थाहा जस्तो दाइ होइन अब ल किपिङमा चाहिँ यहाँ यता निश्चल आइसक्नु भएको छ दाइ तीन हाल्यो भने जितिहाल्यो ल दाइ 3 लगातार फिनालेमा सिधै दाइ अहिलेको विनर टिमै अलिक हाइदिनु जान्छ दाइ 3 गोल हाल्यो भने जितिहाले ओए 1-0 ओए चार गोल छ त दाइ 2 गोल त हो 3 गोल ल दाइ सुभाष 3 मा 3 3 मा 3 ओए ल 2 मा 2 हान्नु पर्ने हुन्छ नत्र 1 सेभ दाइ जिते निस्छ दाइ 1 गोल हान्न सकेन फाइनलमा दाइ 1 सेभ डुवाडाई बल कि सेभ यो सेभ मात्र भयो भने जित्ने खान निस्छ दाइले गोल लास्ट चान्स दाइ डुवाडाई बल दाइ ओए ल गोल्डन बल एक दाइ जल्लै हान्यो भने जित्दैन ल डुवाडाई है ल गेम एकदम इन्टेन्सिभ भयो है ल दाइ पदन दाइ सेभ ओए दाइ ल सुभाष दाइ सुभाष फाइनलमा मेक इट काउन्ट दाइ जित्ने हो भने दुईटा अब हाम्रो भिपिक छ मैले चिनाएँ अहिलेको बदला लिनुपर्छ नि किङ दाइ ल फिनालेमा किङ दाइ र म सुभाष दाइ र पदन दाइ है दाइहरू आउट दाइ डिफेन्डिङ च्याम्पियनलाई हराए है दाइहरूले दाइ डिफेन्डिङ च्याम्पियनसँग हाम्रो म्याच पर्दैछ है अहिलेको पालिको विनर किङ दाइ 3 मा 3 है दाइ पदन दाइ फेरि खतरा बसेर यार फाइनलमा किप पर्यो त्यही भन्दा त्यसले चाहिँ खाने ल कहाँ यार ल डिफेन्डिङ च्याम्पियनसँग हाम्रो म्याच पर्न गइरहेको छ 1 गोल भइसक्यो 1 2 छ बस हान्नुपर्छ किङ दाइ तपाईँ मिलेर चल 2 दिलाई दाइ एउटा फाइनल होइन दाइ फिनाल एउटा बल पाएन कहाँ पेनाल्टी मानी किपर यार यसमै सुभाष लगाइले गोल हाल्यो त असल कति भयो 3 गोल त हो नि त्यति हो तिम्रो भाइ फिक्स जित्छ क्या दुईटालाई त हामी टेन्सन नलिउँ न अनि फाइनल ल 2 मा 2 यार ल डिफेन्डिङ च्याम्पियनहरुले नेपाली दाइ ट्रफी उठाउँछ क्या दाइ यो अहिलेको होइन त यार सब बल सेभ हान्नुपर्छ किङ दाइ 4 मा 4 बल दाइ आत्मविश्वास दाइ
धैर्यताले तपाईँले दाइ हासिल गर्नुहुनेछ ओए ल दाइ दुई हान्नु पर्दा यहाँ नानी अब एक त हान्नै पर्यो नि दाइ ल किङ दाइ यार यस्तो गुडेर गएको बल थियो यार ओए लास्ट बल सेभ हान्नै पर्ने हुन्छ किङ दाइ यार डेस्कटप खेल्ने हो कि किङ दाइ मनमा इख राखेर दाइ सर्पमा बिग्र मर्दामा इख भएन भने काम लाग्दैन है दाइ ओए बेस्ट अफ बेस्ट को हान्ने बराबरी भएको छ अब गोल्डन गोल गोल्डन गोल है गोल्डन गोल किङ दाइ किङ दाइले सेभ गर्नुभएको छ यहीसँग मलाई डिफेन्डिङ च्याम्पियनको लागि जान आँट्नु भएको छ हाम्रो त यहाँ किङ दाइ सक्दैन ल रोक्न सक्दैन कन्फिडेन्स साथ भन्न सक्नु पो ओए गोल्डन दाइ गोल्डन नि तपाईँ र म किङ दाइ रेखामा छिर्यो त भिडियो छ हामी दाइ हामी टेन्सन आई भिडियो रिप्ले बाइ बाइ सी यू यार सुन होप यू गाइस लाइक माय भिडियो एन्ड कमेन्ट डाउन बिलो फर मोर एक्सटेन्डिङ अफ भिडियो हैन यस्तो यस्तो राम्रो भिडियोको लागि मलाई कमेन्टहरु दिँदै गर्नु होला यति भन्दै मैले आज यही टुङ्गाएँ ल ल यहाँ विनर दाइ दाइ दुईटा पेनल्टी दाइ सेभ गरेर कस्तो लागिरहेछ दाइ हजुर फिलिङ्स दाइ दाइ जय दाइ नेपालीमा दिन्न दाइ एकदम राम्रो दाइ आजको प्राइस के अरे दाइ ल ओके बाई बाई सी यू एट नेक्स्ट भिडियो